हामी चाहिँ यो टक्का लाएर सिधा पाइला गयो धार्की निस्किने बाटोबाट जाँदैछौँ है। बाटो चाहिँ लास्ट बबाल छ र यताबाट। सो हाम्रो अगाडि चाहिँ एउटा खरिदार हुनुहुन्छ है। हो सो खरिदार बबाल 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 यार खरिदार। सो गाइस हामीले चाहिँ यहाँ फाइनल्ली टिकट काटिसक्यौँ। खै टिकट सुन्तला रुख छ यहाँ सुन्तला यहाँ त सुन्तला पाइन्छ नि। अब हामी गोर्खा हेलो नमस्ते गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि के त हालखबर सन्चै हुनुहुन्छ नि सबैजना होइन। हिजो नुहाएँ नुहाइधुवाइ गरेँ। अब आज चाहिँ हाम्रो चितवनको भ्लगै थियो। अब चितवन जाँदैछु म। अनि मनोकामना मेरो भएकोले चाहिँ त्यही भएर अलिक छिटो निस्किनु लागेको। 7 बजीभित्रमा निस्किनु पर्ने हुन्छ किनकि अहिले 6:30 बजिसकेको छ होइन। चोटोसँग चोटो पाडामा अरू त के भन्नु र होइन। अनि अहिले चाहिँ मेरो बाइक आइसकेको छ। हाम्रो हेटौडाको भ्लगमा चाहिँ मैले सुरुदेखिको बाइक लिएर गएको थिएँ। सो योपालि चाहिँ मेरो बाइक डेनपिनबाट पनि आइसक्यो। सायद म हेटौडाबाटको बडी पल्टै मैले बाइक निकालेँ। अनि त्यसपछि लाएर अर्को कुरा भनेको मैले हेटौडाको पार्ट 2 ब्लग चाहिँ हिजो भर्खर हालेको थिएँ नभ्याएर होइन। भ्याउँदै भ्याइनँ ब्लग सकाउँला अहिले वर्कसपले गर्दाखेरि। अब त्यो चेडबाट म यहाँबाट निस्किनु पर्ने हुन्छ त्यो ज्याकेट स्याकेट ढल्काएर जुत्ता सुत्ता ढल्काएर अब के बाँकी छैन। लगभग अलिअलि प्याकिङहरू पनि मैले गरिसकेँ होइन। सो गाइज अब हामी चेडोबाटमा अहिले एकछिनमा भेटौँला है त गाइज। अब म चितवन जानको लागि निस्किनु पर्ने हुन्छ है। सो अलबार गाइज म चाहिँ घरबाट निस्किनु लाग्यो है। यस्तो छ हालत। अब यहाँबाट चाहिँ चेडोसँग निस्किनु पर्ने हुन्छ। जुत्ता फुर होला रोल भन्दा नि ल तपाईँहरूले मेरो बाइक डेनपिन गरेपछि देख्नु भएको छैन होला। अझै होला धेरै पछि को भ्लगमा आयो है। ल मेरो बाइक चाहिँ यस्तो भएछ है खासमा। मोबाइल चाहिँ है चिट्टिक्क पारेर बुटुटुटु गरिरहेको छ अहिले। सो ल अब म निस्किन्छु है त ढिला नगरी लगाइदिन्छु। यस्तो एउटा मिलाऊँ है लुकिङ ग्लास चट्टसँगले। सो गाइज मैले चाहिँ यहाँ फाइनली रचनालाई भेटेर पनि हिँडिसक्यो होइन। अब चाहिँ हामी यताबाट तेल हाल्न जानुपर्ने हुन्छ माछा पोखरी। सो गाइज हामी चाहिँ तेल सेल हाल्नु पर्ने हुन्छ पहिला सुरु मुख्य होइन। मुख्य काम भनेको यता गएर तेल हाल्नु पर्यो फुल ट्याङ्क। अनि त्यसपछि लाएर हामी चाहिँ चटोपाटोमा भेट्नु पर्ने हुन्छ होइन। पहिला तेल हालिदिएर निस्किनु त्यहाँबाट। सो गाइज म चाहिँ तेल हालिदिएर पनि हिँडिसकेन तर खै बाइकमा फुल ट्याङ्क गरिदिएको 1300 को तेल गयो। तर बाइक चाहिँ साइको भयो कि के भयो यार मिटरै देखाउँदैन त। फुलको त ल्याङ्क्स भयो त अर्को तनावको भयो त। फेरि तेल भयो भने यसो हेर्दै जानु पाइन्थ्यो होइन। ठिकै छ अहिले बाटोतिर देखाउला नि के छ र होइन। हामी चाहिँ यो टक्का लाएर सिधा पाइला गयो धार्की निस्किने बाटोबाट जाँदैछौँ है। बाटो चाहिँ लास्ट बबाल छ र यताबाट। कति गाडी हिँड्दो रहेछ यतातिरबाटै बसहरू चाहिँ हिँडिरहेको छ है। बाटो चाहिँ बबाल रहेछ। सो यो बाटोबाट छिटो पुगिन्छ नि त होइन। तर हिँड्नलाई मान्छे त कति हिँडिरहेछ नि क्या बाटो। हामी कति गाडीहरू हिँडिसक्यो कि टक्क उहाँ तलतिर पुग्ने क्या उहाँ तलतिर यताबाट चाहिँ। बस त कस्तो कुद्ने बाइकले नभेटिरहेछ बाटोमा त। अनि पहिला त एकता कारणले हामी धुलो भएर आएको थियौँ। हामी सायद त पोखराबाट बेलामै बाटोबाट आएको थियौँ। सो अनि त्यसपछि आज सेकेन्ड टाइम नै हो यो बाटोबाट हिँडेको चाहिँ। बाटो चाहिँ जस बबाल नै रहेछ कि आनन्द टाइप होइन। कहीँ अहिले बन्दै नै रहेछ। चल गाई त्यो चाहिँ धार्की निस्किने बाटो हो है। कस्तो छ हेर्नु है बाटो चाहिँ। मैले भाइजरलाई बोलेको अहिले चाहिँ हावाले अलिक डिस्टर्ब गरेको छैन होला। यो माउन्टेन गर्दाखेरि चाहिँ भाइजरसँग टालिँदैन क्या त्यो भएर। सो दामी छ यार बाटो चाहिँ यार बबाल मजा लाग्यो मलाई बाटो निस्किनुलाई।
सर होइन आनन्द के चिलको बाटो छ क्या बाटो चाहिँ ओइ के गर्छ आनन्द आफ्नै तहमा आएर हुन्छ यार अलिकति मिस्टेक भएर जस्तै आइदियो भने है आफै घडा आएर ठोकिन्छ यार खराब हुन्छ नि त सो हामी यो बाटोबाट चाहिँ भारतीय बजार निस्किन्छौँ के भने यो धारके बजार है त यो चाहिँ ल हामी निस्किने बाटो चाहिँ यो हाइवे क्रस भयो त यहाँबाट चाहिँ कति आधी घन्टामा आइपुग्दो रहेछ यहाँ लगभग आधी घन्टामा चाहिँ धारके बजार आइपुग्दो रहेछ अब त्यहाँबाट चाहिँ मासतिर काठमाडौँ भइहाल्यो हामी चाहिँ लाग्ने तलतिर ल हाइवे भेट्यो धारके बजार ल धारके बजारको नि पुछारतिर निस्किन्छौँ क्या हामी यहाँबाट चाहिँ पुछारतिर हो होइन सो गणेश खोला पुल रेल सरल अब हामी यहाँबाट लाग्छौँ है त अब यहाँबाट गल्छीबाट बिस्तारै तलतिर खोइ के नामहरू मलाई थाहा छैन अनि त्यहाँबाट हामी पुग्छौँ कुरिन्टार मनोकामना होइन अगाडि गएको थियो हाइवेमा हिँड्दा चाहिँ एकदम मजा आइरहेको छ है मैले मेरो यो बाइकमा नि फेरि फर्स्ट टाइम नि हो होइन बबालमै मजा आइरहेको छ तर यहाँतिर चेकिङ पनि हुँदो रहेछ ठाउँ ठाउँमा अहिले बाटो पनि बबालै बनाइसकेको रहेछ क्या यतातिर धेरै नै दामी भइसकेको छ सायद हावा डिस्टर्ब होला मैले भर्खर भाइजर लगाएँ होइन अति बबाल यार मजा आइरहेको छ आज त निप्ट्यो होइन अनि सो अस्ति नै हाम्रो अभिषेक सर लड्नु भएको ठाउँ पनि आइपुगेछ अहिले अभिषेक सर चाहिँ यहाँ आएर बङ्गलङ्ग पछाडिनु भएको थियो यो खरे खोला भन्ने ठाउँनिर अभिषेक सर यहाँबाट आएर यहाँनिर आएर सुतिरहनु भएको रहेछ हामी पछाडिबाट आउँदाखेरि सो अलरेडी गाइज हामी चाहिँ अब मनोकामना पुग्न लागिसकेका छौँ होइन पुगेको त छैनौँ अब चाहिँ लाग्छ होला 5-10 मिनट यतिकै जाँदा पनि अनि अहिलेसम्म हामी हिँडिसकेका छौँ कति किलोमिटर भन्दाखेरि 90 किलोमिटर है 90 किलोमिटर मेरो बाइक गुडिसकेको छ फेरि मेरो बाइकमा तेलको लाइन पनि देखाइसकेको छ सो हामी सनन्न जान्छौँ बाइक अहिलेसम्म कहीँ पनि रेस्ट गरेको छैन 100 किलोमिटर 90 किलोमिटर दौडिँदा पनि सो अब हामी मनोकामनामा पुगेछौँ अब खाना चाहिँ के हुन्न है त्यही भएर हामी कहीँ पनि रेस्ट नगरे अब मेन त अब त्यहाँ मनोकामनासम्म गएपछि यसो सुसु पनि चियापिटा छ चट्टोसँगले गएर त्यहाँ कालो चिया खाएर अनि चट्टोसँगले सुसुहरू गरेर टक्क फ्रेस भएर अनि हामी मासतिर उक्लिनु पर्ने हुन्छ है त सो हाम्रो अगाडि चाहिँ एउटा खैरे दाइ हुनुहुन्छ है आमा खैरे दाइ बत्तिनु भएको खैरे दाइले पुरै 220 हाकिरहनु भएको रहेछ नाङ्गे फेरि कडा ओ बबाल कुदाउने यार खैरे दाइले बाइक नाङ्गे कुदाइरहेछ है कुदाउने फेरि कट्टु मात्रै लगाइदिएछ कि यार कडा यार खैरेहरू नेपाल आइपुग्छ आमा के म्यान के भनेर करा जस्तो लागिरहेको थियो मलाई यता चाहिँ बिग्रेको छ कुदाउने रहेछ यार खैरीले 220 नेपालमा हाम्रो नेपालको राष्ट्रिय बाइक बगल कुदाइरहेको छ त्यो खैरीले खैरे दाइ बबाल यार खैरे दाइ कुदाउने खैरे दाइ उपटाकै गर्न दिँदैन यार गाह्रो छ मलाई खैरे दाइ आफै दौडिन्छन् उपटाकै गर्न दिँदैनन् बिचरा खैरे दाइले खैरे दाइको के चित्त दुखाइदिनु भनेको दुईवटा बुलेटमा हो र अलराइट गाइस हामी आइपुग्यौँ मनोकामना फाइनल्ली है त अब अलराइट गाइस हामी चाहिँ हो मनोकामना आइपुग्यौँ होइन अनि यो अलिकति मडकाट चाहिँ लुज भएछ ल्यान्ट्याङ नट टाइट गरिदिएर भएछ
उक्स हेरौँ कतातिर छ यहाँ चिसो चिया चिया खाइयो ल जाउँ अब चाहिँ दर्शन गर्नुपर्ने हुन्छ मनोकामनामा उक्स छैन रहेछ यता पहिला काम निप्टामै दर्शन गरेर आउँ सबै छैन रहेछ नि यतातिर ल गाइस हामी चाहिँ मनोकामना इन्ट्री गर्दैछौँ है त सर सर बल्ल शीतलमा नै यसो 3 चोटि हो कि 2 चोटि हो माथि प्याक छ कि छैन मान्छेलाई सोध्दा माने हुन्थ्यो गरे त्यो जुल्टिङमा ग्रेङ ग्रेङ परेर होला ल गाइस अब हामी चट्टसँगले बाइक साइक पार्किङ गर्छौँ अनि त्यसपछि लाइन साइन बसेर टिकट सिकेट काट्नु पर्ने हुन्छ पार्किङ चाहिँ कता रहेछ पार्किङ गर्नु त यतातिर नै होला यार पार्किङ राख्थ्यो ओर्लिनुहुन्छ होला हौ ओर्लि शीतलमा राख्नु पर्छ शीतलमा भनेको घाममा परो घाममा कलर उड्ला नि फेरि मेरो डेन पेन्ट यहाँसम्म कति किलोमिटर रहेछ 106 ल गाइस अब हामी लाग्छौँ टिकट सिकेट काटेर मस्तिर है त सो गाइस हामीले चाहिँ यहाँ फाइनल्ली टिकट काटिसक्यौँ फेरि टिकट काट्यौँ अब चाहिँ गएर सर केबल कार चढ्नु पर्ने हुन्छ है आज खाली छ अरे हेरौँ अब कतिको खाली छ यता गाइस एकछिनमा अलि भेटौँला केबल कारतिरै लास्टै लामो लाइन रहेछ यार नम्बर पाल्को यत्रो लामोको छ त यार लाइन त ल्याइङ नि भयो कति बजी अहिले 10:30 भनेपछि 1 बजीतिर भ्याइन्छ होला सायद भोक लागिसक्यो अहिले दुध चिया मात्रै खाएको यार लास्टै लामो लाइन रहेछ यार नम्बर पाल्को यत्रो लामोको छ त यार लाइन त ल्याइङ नि भयो कति बजी अहिले 10:30 भनेपछि 1 बजीतिर भ्याइन्छ होला सायद भोक लागिसक्यो अहिले दुध चिया मात्रै खाएको यार केबल कार आइपुग्यो अब केबल कारमा गएर चढ्नु पर्ने हुन्छ आउँदैछ है केबल कार मजा आयो खोलाएर ठिक छ डर गर्नुहुन्छ क्या चल्न मिल्दैन है ह्याप्पी छ है
माथि मन्दिर आइपुगिसक्यौँ। अघि चाहिँ बोल्न लास्टै एउटा लाग्यो मलाई, लाज लाग्यो अरू मान्छे भएर। अनि यसो अहिले चाहिँ हामी आइपुगिसक्यौँ। मन्दिर कता छ मलाई नि खासै थाहा छैन, आजभन्दा कति वर्ष अगाडि आइपुगेको। अब हेरौँ मन्दिर चट्टीसँगमा कस्तो छ है। ल मनोकामना धेरै हाइट छ नि चन्द्रगिरी भन्दा फेरि। यहाँ चाहिँ हारालुस हुँदो रहेछ अनि लुडो दिँदो रहेछ यार। 80 रुपियाँ भन्ने पछि पूजाको सर्दैन 1500 अरे। त्यसपछि लाएर फोटो पनि 100 रुपियाँमा फोटो रेडी हुन्छ भनेर कति 4045को फ्रेम देखाइदिने होइन। अनि त्यसो लाएर अर्को चाहिँ के भने 80 रुपियाँमा चाहिँ पूजाको सर्जन पाइन्छ भनेर भित्रबाट चाहिँ 1500-2000 फटाउने छ यार। डुबाउने छ मनोकामनामा। भेजा लागेर मलाई त भित्र छिर्छु त अब निस्किनु न के गर्नु होइन, भेजा लागेर। ल के त हो मन्दिर चाहिँ हजुर ए ल त्यहाँ हामीलाई दर्शन गरिसकेपछि चट्टा खाना स्पेसल मिठो खुवाउने कालो बाइक रेस्टुरेन्ट भने यही हो। हेरेर जानु सक्दैन, आउनुहोस् मिठो खाना खुवाउँछ। रोटी चाहिँ खानु गएको छ, माछाको त मको पापडको ढिँडो। ल हामी उक्लिँदैछौँ यार अझै हाइटमै। ल पैसा तिर्नु पर्छ मिठो खाना खुवाउँछ। ल ल ल कहाँ चाहिँ खानु त एक एक घाँस खाँदै हिँड्नु पर्ला। उडै भयो अझै छ पापड सलाद अचार घिउ 4 थन खाना रोटी दुटै छ। मन्दिर पूजा गरेर आउनुहोस्। खाना नास्ता यो चाहिँ इन्डियन रहेछ इन्डियन। यहाँ पनि छ नि त गार्डियन बिल झुन्डाएर आउँदो रहेछ। पागलै बनाइदिने छ यार मनोकामनामा त। ल त्यस्तो खानु पर्यो। ल यस्तो रहेछ यार। लाइन त यहाँबाट रहेछ नि त नि। ओ छिर्छौँ यार छिर्छौँ न। दौडी यार दौडिनुपर्छ, प्याक हुन्छ फेरि। छिटै भएछ गाई चाहिँ मनोकामना आउँदाखेरि चाहिँ एकदम ध्यान दिनुपर्छ है। मान्छे त उतै सोझा लाग्छ यार होइन, यहाँ त उतै सोझा मान्छे हामी त खतम बनाइन्छ त। सोलर गाइड हामीले चाहिँ अहिलेसम्म यहाँ फोटोसोटो खिचेको छैनौँ। यता यहाँ मेरो फोटो खिच्ने कार्यक्रम हुँदैछ। यहाँभित्र चाहिँ क्यामेराहरू अलाउड रहन्छ। सो अब हामी चाहिँ दर्शन गरेपछि नै भेट्नु पर्ने हुन्छ है त अब चट्टासँग चट्टापालामा। पोल्यो बत्ती बाल्नु जानु पऱ्यो अब। त पनि बाल्यो हुन्छ नि एउटा। बोले ना
गमन भनेको ल फोटो खिच्ने लाइन सो गाइस हामीले टिका सिकान ढोकिसक्यौँ यता पनि सबै चढाइसक्यौँ यता पनि टिका लगाइसक्यो अब यसो फोटोसोटो खिच्ने कार्यक्रम हुन्छ नि खानासाना खानुपर्ने हुन्छ त हामी भाइरल जग्गा गएर सो अलरेडी गाइस हामी चाहिँ अब कहाँ जानुपर्छ भने बनाउनु दिइसकेको छ तलै बनाउनु दिइसकेको छ यहाँ पनि छ त अलिकति चिन छ त यहाँको त राख्नुपर्छ त्यो देउताले दिएको त छ हाल्दैन त अब खाना खानुपर्ने हुन्छ ल अब जान्छौँ हामी तल कालीदाका खाना खान है त कालीदाकामा खाने नि त कि भाइले दिदीका खाने ल ठिक छ कालीदाका खानु पर्ला म पनि काली छु हजुर त्यो त होइन खाना अहिले ल ए यहाँ होइन उतानिर हो नि उता चाहिँ काले नै ठिक लाग्छ मलाई खाना खान जानुपर्ने हुन्छ अब यहाँबाट चाहिँ हजुर खाना तपाईँले बनाउने हो एकचोटि फेरि भरभटाइदिनु न हजुर म त्यहीँ आउँछु ल कता बस्ने त घिउ राख्नु कालीदाकामा खाना खाँदैछौँ हामी यता मटन यता फिस त्यही त अब खाना खानुपर्ने हुन्छ हात धुन जानु पऱ्यो हात त्यस्तो छ मेरो है ल म हात धुएर आउँछु अब राइट हात चाहिँ धोएर आइएन तर हातमा यस्तो घाउ छ कि मेरो यस्तो यो चराइरहेको छ यो सानो घाउहरू फेरि चम्चाले भाग्नु पर्ने हुन्छ हेरौँ खाना खाना कस्तो रहेछ त अब टेस्ट गरौँ फिस गरी हाल्न खाना टेस्ट गरौँ अब मिठो छ होइन मिठो छैन त सो हामी चाहिँ खाना खाएर आइसक्यौँ है पेट टम्म भयो एउटा चाहिँ नेता छ ओहो फेरि बोलाउने होला यहाँतिर मान्छेहरूले लास्टै ठुलो रहेछ अरे मनोकामना माथि जानलाई चाहिँ माथि जानलाई धेरै हिँड्नुपर्ने छ ल हामी अब हामी गएर फोटोसोटो लिनुपर्ने हुन्छ अघि ब्याग राखेको ठाउँतिर गएर है त सो गाइस हामी चाहिँ खानासाना खाएर हाम्रो फोटोसोटो लिएर हिँड्छ कि अब गुड लक भन्नु कि ब्याड लक भन्नु होइन हामी चाहिँ केबल गएर टिकट बन्द भएछ ब्रेक टाइम लन्च ब्रेकले गर्दाखेरि सो हाम्रो फोटो देखाइदियो त कस्तो आएछ हात चाहिँ मेरो कस्तो कालो निकाल्दैछ यार तिनीहरूले जस्तो खिच्छ त्यस्तै निकाल्दैन
लास्ट नै गाइज यार यो फोटोलाई 45 कति भन्ने रहेछ ल हाम्रो फोटो म चाहिँ कस्तो डराएको जस्तो है 100 देखेको थिएँ म चाहिँ राजेश समाल जस्तो देखेको छु हामी चाहिँ अब एकछिनमा अब केबुल कार फेरि जानुपर्ने हुन्छ अब हामी एकछिन यतातिरै हिँडेर बस्छौँ सोलगाडी गाई हामी चाहिँ 1 घन्टा कुर्यौँ है 12:30 बजी हाम्रो सबै 1 घन्टा नै 45 मिनट कुर्यौँ यहाँ बस्दा बस्दा हाम्रो टट्यौँ अहिले यत्रो मान्छेहरू छन् लाइनमा है अब केबुल कार चल्यो भर्खरै चल्यो ट्याक्कै कति बज्यो भने 1 बजेर 1:30 भयो टक्क चल्यो पहिलोमा गए मान्छेहरू यसरी सर र अब अर्को आउँदैछौ आयो आयो यो चाहिँ भिआइपी हो है यो चाहिँ भिआइपी वाला हो होइन गयो सो अब हामी चाहिँ अब चट्टसँगले हामी नै गएर लाइनतिर बस्नुपर्ने हुन्छ अब है पिसाब लागिरहेछ धेरै ग्याप हुँदो रहेछ नि है अर्को आउनु त आइपुग्यो अब ल अब चाहिँ हामी जान्छौँ तलतिर लाइन बस्नलाई है त गाइज हामी चाहिँ लाइन बस्न जाँदैछौँ कति तल है यहाँबाट चाहिँ ठ्याक्कै देखिँदो रहेछ यार म बवाल देखिँदो रहेछ नि त आयो 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 छानै छाना तलतिर सो आधी घन्टापछि चाहिँ बल्ल बल्ल हाम्रो केबुल कार चाहिँ पाला आयो अब अझ अर्कोमा चाहिँ हाम्रो होला सायद मान्छे टन्नै छ तलतिर आधी घन्टा बढी कुरियो यार ल खाना खानु सँगसँग मेरो अहिले चाहिँ खुल्यो बरु तलपट्टिको त्यतिकै होला गर्मी होला है उतातिर त झन् अहिले त गर्मी होला घरै उता त बढेको होइन ए दिदीको माछा ए यहाँदेखि चितवन कति टाढा छ नजिकै होला छ नि यहाँबाट 2-3 घन्टा लाग्छ लाग्दैन गाडी पुग्छ होला 1.5 घन्टामा त मुगलिन अनि मुगलिन त 5 मिनट त हो अब मुगलिनबाट फेरि छुट्टिन्छ के पोखरा जानेर अनि त्यहाँबाट आधी घन्टा हो ठ्याक्कै नारायणघाट ए मुगलिनबाट आधी घन्टामा पुग्छ ल लियो 32 लास्टमा परेछ नि त अहिले त हामी त 33 नै रहेछ त साला ल गाइस अब हामी चितवनतिर हिँड्नुपर्ने हुन्छ फाइनल्ली आइपुग्यो है अब चाहिँ मजाले जानुपर्ने हुन्छ ल गाइस चाहिँ एकछिन बाइकतिरै भेटौँ ल अब